Hello everyone, welcome and welcome back again guys. So आज चाहिँ मैले धेरै दिनपछि भ्लग स्टार्ट गरे एन्ड अहिले चाहिँ त्यस्तै कति 2 बजिरहेछ एन्ड म चाहिँ अहिले बुटोल जान लागेको। मलाई चाहिँ गाइस स्याटरडे पनि आनन्दले बस्न पाउन्न के म चाहिँ एन्ड त्यही भएर चाहिँ अनि बुटोलमा काम छ मेरो थोरै ट्रेनिङहरु छ। सो त्यही भएर चाहिँ म अहिले बुटोल जाँदै छु एन्ड अनि हजुरसँग पनि यसो भ्लग बनाम भनेर मैले भ्लगिङ गर्ने पाएको छैन किनभने एडिट गर्ने त्यस्तो फुर्सदै छैन के मलाई। सो त्यही भएर एन्ड अहिले चाहिँ म चोकमा जाँदै छु। यति धेरै घाम छ गाइस, म छाता ओढ्दै हिँडिरहेको छु एन्ड म चाहिँ यता छु, घाम एकदम छ के, त्यही भएर मैले छाता ओढेर हल्का भए पनि घामबाट सेफ्टी हुँदैछु। एन्ड अब चाहिँ म हजुरहरूसँग चोकमा गएपछि भेट्छु है त गाइस। एकदम घाम छ, मैले घाममा चाहिँ आँखा राम्रोसँग हेर्न सक्दिनँ कि यहाँ चाहिँ शीतल छ। अहिले चाहिँ फेरि घाम आयो, फेरि शीतल भयो, फेरि घाम आयो, फेरि शीतल भयो एन्ड म चाहिँ अहिले बुटोल फाइनान्स जान्दैछु। सो अब चाहिँ म हजुरसँग बसमा चढेपछि त्यहाँ भ्लगिङ गर्ने वातावरण मिल्यो भने चाहिँ म बनाउँछु, नभए उतै गएपछि म त्यहाँ जाँदाखेरि चाहिँ बनाउँछु है त। हस् एन्ड गाइज म चाहिँ ट्रेनिङ सकेपछि बाहिर मिररमा हल्का भिडियो क्लिक गरेको अनि मेरो आजको आउटफिट चाहिँ यही हो, टी सर्ट र ब्याग जिन्स। सो यही हो गाइज, म चाहिँ बुटोलबाट फर्किसकेँ एन्ड मैले हजुरहरूसँग भ्लग बनाउन नि पाइनँ बिकज हजुरहरूलाई चाहिँ मैले मेरो सिचुएसन भनिसकेको थिएँ। आई स्टप भ्लगिङ और वाट एभर, मलाई त्यस्तो इङ्ग्लिस आउन कि। एन्ड अब चाहिँ म घर जाँदैछु। अहिले म भर्खरै बसबाट झरेँ एन्ड नाउ आइम जाँदैछु के भन्ने। सो यहाँ चाहिँ ग्राउन्ड छ गाइज, ग्राउन्डमा यति धेरै मान्छेहरू हुन्थे, फुटबलर, क्रिकेटर सबैजना। एन्ड तर अहिले चाहिँ पानी परेको गरेर यहाँ चाहिँ मान्छेहरू त्यस्तो होइसिन्न कि। सो आज चाहिँ हाम्रो के भयो ट्रेनिङमा भन्दा 3टा सिक्वेन्स एन्ड फिल आउट एन्ड अबाउट टर्न एन्ड त्यस्तै भयो सबै एन्ड त्यही हो। अब चाहिँ म घर जाँदैछु। अब चाहिँ हजुरसँग म घर गएर भेट्छु है त। अहिले चाहिँ म यहाँ रोडमै छु कि, अब घर आउन लाग्यो म। मेरो भिडियो कस्तो आएको छ नि थाहा छैन मलाई, ब्याक क्यामेराबाट बनाइरहेको छु वाइड एङ्गलबाट। सो बाई गाइज, अब चाहिँ म घर गएपछि भेट्छु है हजुरसँग। हस् गाइज, हाम्रो खाना रेडी भयो, अब चाहिँ हामी खाना खान्छौँ। सो आजको हाम्रो खाना चाहिँ एकदमै सिम्पल छ गाइज। यहाँ छ काँक्रो सलाद जे भए पनि, यहाँ छ थोरै माम अनि यता चाहिँ हाम्रो सब्जी भइहाल्यो चिकन। सो यही हो, अब चाहिँ हामी खाना खान्छौँ। सो गाइज, म चाहिँ अघि भिडियो बनाएको मेरो चाहिँ फेस देखेर हिँड्छ, खानाहरू मात्रै देखेछ। सो त्यही भएर मैले फेरि रेकर्ड गर्दैछु अनि एकदमै मिठो भएको छ, एकदमै मिठो। सो गुड गाइज, एकदम मिठो। गाइस, यो चाहिँ लोकल कुखुरा हो कि, सो त्यही भएर हामीले चाहिँ यसको झोल खाएको अहिले। अनि अझै चाहिँ फ्रिजमा चाहिँ हामीले धेरै नै लिएर आएको थियौँ कि, अनि त्यही भएर अहिले चाहिँ थोरै झोल मात्रै बनाएर खाएको, त्यस्तो धेरै हामीले खान सक्दैनौँ कि, त्यही भएर। सो गाइस, म चाहिँ खाना खाँदैछु एन्ड देखिया मेरो देखिया अलि कलर जाने यता एन्ड अघि चाहिँ खाँदै बोल्दा चाहिँ मेरो भिडियो अफ भएछ कि, त्यही भएर फेरि भिडियो क्याप्चर गरेको। अहिले चाहिँ तल होइन, मैले आफै हातमा लिएर खाँदैछु। अनि अब चाहिँ मामुहरू चाहिँ डुल्न गइसिन्छ खाना खाएपछि।
अनि मैले चाहिँ सुशान्तलाई पढाउँछु अनि हल्का भाँडासाँडा माझ्छु, त्यही हो काम। एन्ड गाइज हाम्रो चाहिँ हामीलाई चाहिँ त्यस्तो धेरै खान्नौँ कि हामीलाई चाहिँ चिकनहरू लाइक हामीलाई माछा त्यस्तो एकदम मन पर्दैन। सो त्यही भएर हामी दुईटाले मात्र हो नि त खाने। मामुले खाइसिन्न, मामु भेजिटेरियन हो प्योर। एन्ड त्यही भएर पनि हामीलाई चाहिँ त्यस्तो धेरै चाहिएन। सो त्यही भएर थोरै ल्याउँछ। मैले कति पुग्छ के मतलब 1 किलो ल्याए पनि हामीलाई त पुग्छ कि 2 दिनलाई त। अनि त्यही हो गाइज। आजको ब्लग चाहिँ कस्तो लाग्यो हजुरहरूलाई? सो गाइज हजुरहरूलाई चाहिँ आजको ब्लग कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नबिर्सियो। अब चाहिँ म ब्लगिङ गर्न लागेको। एन्ड हजुरहरूलाई आजको ब्लग कस्तो लाग्यो? आज चाहिँ म त्यस्तो राम्रोसँग ब्लगिङ गर्न पाइनँ, एकदमै सर्ट भएको छ ब्लग चाहिँ, लाइक मिनी ब्लग जस्तै भएको छ। एन्ड त्यही हो गाइस। अब चाहिँ एकदम राति भइसक्यो, मलाई निन्द्रा लागिरहेछ, थकै पनि लागिरहेछ किनभने त पेन्सिल हिल लगाएर वाक गर्नुपर्छ। एन्ड यस्तो दुख्छ कि त्यो खुट्टा चाहिँ एकदम लास्टै चाहिँ दुख्दो रहेछ कि। अनि त्यही हो, अरू त के भन्ने हो र। एन्ड लाइक मैले चाहिँ त्यसपछि खानासाना खाएँ, एकैछिन सुशान्तलाई होमवर्क गर्न सघाएँ अनि त्यसपछि एकैछिन मोबाइलहरू हेरेँ। त्यसपछि हल्का किचनको कामहरू थियो त्यो सकाएँ। मामुहरू चाहिँ डुलेर आइस्यो। अनि अब चाहिँ सुत्न लागेको। अब चाहिँ म रुममा जान लागेँ। अनि भर्खरै मैले चाहिँ मुख धोएर बसिरहेको छु, अझै पनि चिसै छ लागि मेरो फेस चाहिँ। एन्ड यही हो। अनि हजुरसँग ब्लग पनि एन्ड गरेर अब सुत्छु म। गुड नाइट एभ्रिवान, बाई गाइज, लभ यु अल, सी यु नेक्स्ट भिडियो, टिल देन टेक केयर एन्ड बाई बाई एभ्रिवान। सो म चाहिँ त्यस्तो राम्रोसँग लाइक म कन्टिन्यू ब्लगिङ गर्न पाएको छैन। सो त्यही भएर ब्लगहरू पनि कहिले आउने कहिले नआउने जस्तो भइरहेछ। लाइक मैले एडिट गर्नै भ्याउन्न कि ब्लग गरेर पनि। सो त्यही भएर हो। ल आज चाहिँ धेरै नबोलौँ, आजको लागि यति नै। बाई गाइज, गाइज। मैले चाहिँ लाइक राति चाहिँ मेरो नाइट स्किन केयर चाहिँ के हो भनेर म हजुरहरूलाई देखाउँछु। एउटा मात्र प्रोडक्टले लाइक मेरो पुरै फेसको लागि इनफ छ कि। यो बोरोलिन हो। एन्ड यसको हालत बिचरा यस्तो खराब भइसकेछ, यस्तो क्याचक कुचुक गराएर भ्याइसक्यो कि। लाइक मैले यो लिएर आएको त कस्तो 1 विक त्यस्तो 1 विक जति नै भएर भ्याइसकेछ भाइ। ओए खस यसरी लाउने हो कि यो चाहिँ लाइक एज अ मोइस्चराइजर। हजुर हामीले मोइस्चराइजर कसरी लगाउँछौँ त्यसरी नै लगाउने है। मैले चाहिँ मेरो नाइटी लगाइसकेँ एन्ड अझै म सुत्छु कस्तो भ्याइएर। र अलिक बढी जो यसको आन्द्रा भुँडी निकाल्न परिरहेछ कि। त्यस मेरो चाहिँ सानो पिम्पल जस्तो लाइक त्यसै टाइपको टाइनी बम्स जस्तो आइरहेछ कि। वाइ यसरी नै लगाउने हो। अनि यो क्रिम नै मैले मेरो लिप्समा पनि लगाउँछु। भित्र गयो। You can wear it as Vaseline or like lip balm. हामीले लिप बाम र भ्यासलिन जसरी युज गर्छौँ त्यसरी नै युज गर्ने हो।